एभ्रिवान, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी इन्टेक 2025 मा सोधिएको प्रोबेबिलिटीको क्वेशन सल्भ गर्न गइरहेको छौं। क्वेशन रहेको छ देयर आर 5 रेड कलर बल्स, 4 ब्लू कलर बल्स and 1 black color ball. If you draw 2 balls one after another without replacement, what is the probability getting one ball red and another ball blue? Write your answer in 2 decimal place in percentage. अब यसलाई हामी सल्भ गर्न गइरहेको छौं। फर्स्टमा रहेको छ हाम्रो रेड इज इक्वल टु 5 बल्स, हाम्रो ब्लू इज इक्वल टु 4 बल्स र ब्ल्याक इज इक्वल टु 1। हाम्रो टोटल बल्स चाहिँ 10 बल्स रहेको छ। अब यसमा चाहिँ हाम्रो दुईटा केस रहेको छ। फर्स्ट केस हाम्रो फर्स्ट केसमा चाहिँ प्रोबेबिलिटी अफ रेड फर्स्ट अनि ब्लू सेकेन्ड, यसमा चाहिँ हाम्रो रेड 5 डिवाइड बाई 10 इन्टु ब्लू 4 डिवाइड बाई 9, 5 4 जा 20, 90, 2 by 9। सेकेन्ड केसमा चाहिँ हाम्रो के छ भनेपछि प्रोबेबिलिटी अफ ब्लू फर्स्ट एन्ड रेड सेकेन्ड, यसमा चाहिँ हाम्रो ब्लू 4 by 10, रेड 5 by 9, 4 5 जा 20, 9 जा 90। अब हाम्रो टोटल प्रोबेबिलिटी कति भयो त? टोटल प्रोबेबिलिटी चाहिँ हाम्रो 2 by 9 प्लस 2 by 9, 9 9 कमन आयो, 2 2 4, 4 by 9। अब यसलाई हाम्रो पर्सेन्टेजमा लाने 4 इन्टु 100 डिवाइड बाई 9, यसलाई हामीले यता गर्दा 400 डिवाइड बाई 9, 9 1 जा 9, 9 4 जा 36, फेरि 4 यता आयो, 9 4 जा 36, फेरि 4 बच्यो पोइन्टले 0, 9 4 जा 36, फेरि 4 बच्यो, 9 4 जा 36, फेरि 9 4 जा 36, 2 डेसिमल प्लेस भएकाले हाम्रो एन्सर चाहिँ 44.44%। यदि यो क्वेसनमा हाम्रो रेड फर्स्ट एन्ड ब्लू सेकेन्ड भनेको भए 2 by 9 मात्र हुन्थ्यो, तर रेड एन्ड ब्लू मात्र भनेको भएकाले यसमा दुईटा केस रेड फर्स्ट एन्ड ब्लू सेकेन्ड एन्ड ब्लू फर्स्ट एन्ड रेड सेकेन्ड गरेर दुईटा केस हुन्छ। र हाम्रो सेकेन्ड नम्बरको क्वेसन चाहिँ देयर आर 5 रेड 7 ब्लू एन्ड 8 येल्लो बल्स। If 2 balls are drawn randomly one after another without replacement, what is the probability that the both drawn balls are yellow? Probability of both balls are yellow पत्ता लगाउनु पर्यो। फर्स्टमा हाम्रो रेड इज इक्वल टु 5, ब्लू 7 र येल्लो गरेर हाम्रो येल्लो 8। टोटल बल्स इज इक्वल टु 20। अब चाहिँ प्रोबेबिलिटी अफ बोथ येल्लो इज इक्वल टु फर्स्टमा चाहिँ हाम्रो
8 divided by 20 and 7 divided by 19. यो फर्स्ट केस, यो सेकेन्ड केस। 8 बाट एउटा निकालिसकेपछि हाम्रो 7 हुन्छ र टोटलमा एउटा घटिसकेपछि 19। 4 2 जा 8, 4 5 जा 20, 2 7 जा 14, 19 5 जा 95। त्यसकारण प्रोबेबिलिटी अफ बोथ येल्लो बल इज 14 divided by 95।